कार्तिक 11 गतेको दिनमा शक्तिशाली चन्द्रग्रहण लाग्दैछ। आउँदो कोजाग्रत पूर्णिमाको दिनमा चन्द्रग्रहण लाग्दैछ। 4 राशिलाई बनाउनेछ करोडपति, 8 राशिलाई दिनेछ दुःख। नेपालबाट यसलाई देख्न सकिनेछ। कति बजेबाट लाग्छ, कति बजेसम्म रहन्छ, कति बजे छोड्छ, ग्रहण लाग्दा के गर्ने के नगर्ने र कुन कुन राशिलाई शुभ हुनेछ, कुन कुन राशिलाई अशुभ हुनेछ, कुन कुन राशिलाई धनवर्षा योग परेको छ, कुन कुन राशिहरूलाई हानि नोक्सानी हुनेछ, कुन कुन राशिहरूलाई रोग व्याधि लाउनेछ र यसबाट बच्न के गर्नुपर्छ लगायतका कुराहरू समेटेर ग्रहणको भिडियो लिएर उपस्थित भएको छु। म प्रस्तुता ज्योतिषी गोविन्द भण्डारी र तपाईहरुलाई हाम्रो यस जिजिबी ज्योतिष च्यानलमा स्वागत छ। तपाईले हामीलाई कुन ठाउँबाट हेर्दै अनि सुन्दै हुनुहुन्छ तल कमेन्ट बक्समा यस ठाउँबाट भनेर पनि लेखिदिनु होला। यस खण्डग्रास चन्द्रग्रहण 2080 साल आश्विन शुक्ल पक्षको पूर्णिमा तिथि कार्तिक 11 गते शनिबारको दिनमा लाग्नेछ। मेष राशिमा लाग्ने यस चन्द्रग्रहणले अन्य 12 वटा राशिहरूलाई के कस्तो असर पुर्याउँछ र नेपालमा कति बजेबाट कति बजेसम्म देखिन्छ भन्ने कुरा भन्नुभन्दा अगाडि तपाईले हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरिदिनु होला। भिडियोलाई एक लाइक अवश्य गरिदिनु होला भने आफ्नो साथीभाइ इष्टमित्रहरुमाझ यस भिडियोलाई शेयर गरिदिनु होला। धेरै भन्दा धेरै व्यक्तिहरुलाई यस भिडियोलाई शेयर गरिदिनु होला। अब लागौं भिडियोतर्फ। सूर्यग्रहण चन्द्रग्रहण भनेको खगोलमा घट्ने खगोलीय घटनाहरू हुन्। यस्ता घटनाक्रमले हाम्रो राशिहरूलाई प्रत्यक्ष रूपमा असर पुर्याउँछ र जुन जुन राशिलाई असर पुर्याउँछ ती राशि भएका व्यक्तिहरूको जीवनमा पनि कुनै न कुनै संकट अथवा शुभ फलहरू प्राप्त भइ नै रहन्छ। त्यसै कारणले गर्दा हामीले प्रत्येक ग्रहणमा ग्रहण फल तपाईहरुलाई हाम्रो यस च्यानलबाट प्रस्तुत गर्दै आइरहेका छौं। त्यसैले तपाईले त्यस्ता खालका ज्योतिषीय कुराहरूसँग जान्नको लागि बुझिराख्नको लागि हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोला। र यस चन्द्रग्रहण नेपालबाट पनि देखिन्छ। नेपालबाट एसियाबाट देखिने यस चन्द्रग्रहणले हामीलाई के कस्तो असर गर्छ त, तपाईको कुन राशि छ, कुन कुन राशिलाई के असर गर्छ त भन्ने कुरा विस्तृत रूपमा मैले यसमा बताउने छु। यस ग्रहण फलतर्फ अगाडि बढौं। मेष राशिमा लाग्ने यस चन्द्रग्रहणले मेष राशि भएका व्यक्तिहरूको लागि घात भन्ने फल ल्याउँछ। घात भन्ने बित्तिकै तपाईलाई शारीरिक अस्वस्थता, तपाईको शरीरमा अल्छीपन बढेर जाने, तपाईलाई रोग व्याधिको पनि सम्भावना देखिन्छ। त्यसैगरी वृष राशि भएका व्यक्तिहरूलाई व्यय भन्ने फल मिल्नेछ। व्यय भन्ने बित्तिकै तपाईको खर्चको मात्रा एकाएक बढेर जान्छ। तपाईले नसोचेको काममा पैसाहरू लगानी गर्ने संकेत देखिन्छ। तपाईको लागि अशुभ फल रह्यो। त्यसैगरी मिथुन राशि भएका व्यक्तिहरूको लागि लाभ भन्ने फल रहेको छ। लाभ भन्ने बित्तिकै तपाईलाई सुख सुविस्ताका साधनहरू जुट्ने, तपाईलाई धनवर्षा योग परेको पनि भन्न सकिन्छ। तपाईलाई जे गर्यो त्यो कामबाट सफलता हासिल हुने संकेत देखिएको छ। मिथुन राशि भएका व्यक्तिको लागि यस चन्द्रग्रहण शुभ फलदायक रहनेछ। त्यसैगरी कर्कट राशि व्यक्तिको लागि सुखम भन्ने फल रहेको छ। सुखम भन्ने बित्तिकै एकदम सुख सुविस्ताका साधनहरू जोडिने, आर्थिक अवस्था सुदृढ हुँदै जाने र तपाईले मनोरञ्जनात्मक कुराहरूमा समय व्यतीत गर्न पाउने संकेत देखिएको छ। कर्कट राशि हुने व्यक्तिको लागि अत्यन्त शुभ फलदायक समय बनेको देखिन्छ। त्यसैगरी सिंह राशि हुने व्यक्तिको लागि माननाश भन्ने फल रहेको छ। माननाश भन्ने बित्तिकै तपाईलाई यस चन्द्रग्रहणको प्रभावले तपाईलाई केही हानि नोक्सानी हुने, तपाईको स्वास्थ्यमा संकट देखिने, तपाईको मानसिक स्वास्थ्यमा असर पुग्ने र तपाईको मान सम्मानमा पनि केही कमी कमजोरी हुने हो कि भन्ने संकेत यसले दिएको छ। तपाईको लागि अशुभ फल रह्यो। त्यसैगरी कन्या राशि हुने व्यक्तिको लागि कष्टम भन्ने फल रहेको छ। तपाईको लागि कष्टपूर्ण यात्राको सम्भावना देखिन्छ। तपाईले कतै टाढाको यात्रा गर्दै हुनुहुन्छ भने तपाईलाई कष्टप्रद रहनेछ। तपाईको शरीरमा पनि कुनै रोग व्याधिहरू, पेट सम्बन्धी रोग व्याधिहरू देखिने संकेत देखिएको छ। खानपानमा विशेष ध्यान राख्नु पर्नेछ। कन्या राशि हुने व्यक्तिको लागि पनि यस चन्द्रग्रहण अशुभ फलदायी रहेको छ। त्यसैगरी तुला राशि हुने व्यक्तिको लागि स्त्री पीडा भन्ने फल रहेको छ। तुला राशि हुने व्यक्तिको लागि स्त्री पीडा भन्ने बित्तिकै तपाईलाई स्त्री जातिहरूले संकट दिने, स्त्री जातिहरूबाट तपाईलाई धन सम्पत्ति नोक्सान हुने संकेत देखिएको छ भने र तपाई स्त्री जाति हुनुहुन्छ अथवा तपाईका दिदीबहिनीहरू हुनुहुन्छ भने उहाँहरूको कारणले गर्दा तपाईलाई केही असर पुग्छ कि भन्ने संकेत देखिएको छ। तपाईको लागि पनि त्यति शुभ मानिँदैन। त्यसैगरी वृश्चिक राशि हुने व्यक्तिको लागि सौख्यम भन्ने फल रहेको छ।
सुख सुविस्ताका साधनहरू जुट्नेछन्। तपाईले आफ्नो शोक भोग विलासहरू पूरा गर्न सक्ने सम्भावना बढेर जानेछ। तपाईको उत्तरोत्तर प्रगतिको बाटोहरू खुल्दै जानेछन्। तपाईलाई धनार्जन गर्नको लागि बाटोहरू प्रशस्त हुनेछन्। तपाईको लागि पनि आर्थिक उन्नति प्रगति गर्नको लागि शुभ समय रहेको छ। तपाईले आफ्नै बाहुबलले धनार्जन गर्न सकिने अत्यन्त स्वर्णिम अवसर मिल्नेछ। तपाईको लागि अत्यन्त शुभ समय बनेको छ। धनु राशि हुने व्यक्तिको लागि चिन्ता भन्ने फल रहेको छ। चिन्ता भन्ने बित्तिकै तपाईलाई मानसिक चिन्ता, तपाईको आध्यात्मिक चिन्ता बढेर जानेछ। तपाईलाई भने जस्तो कुनै काम कार्यहरू सफल नहुने, तपाईले गरेका काम कार्यहरू असफल हुँदा अलिकति मानसिक तनाव बढ्ने देखिन्छ। तर दत्तचित्त भएर जानुभयो भने तपाईको काम नबन्ला भन्न सकिन्न। तपाईको लागि पनि तपाईँ धनुराशि हुने व्यक्तिको लागि मध्यमप्रद समय रहेको छ। त्यसैगरी मकर राशि हुने व्यक्तिको लागि व्यथा भन्ने फल रहेको छ। व्यथा भन्ने बित्तिकै तपाईको शरीरमा कुनै पनि रोग व्याधिहरू पहिलेबाट थिए भने ती व्यथाहरू बल्झिने हुन् कि भन्ने संकेत देखिएको छ। अथवा तपाईलाई तपाईको स्वास्थ्यमा कुनै कमी कमजोरी आउने अथवा चोटपटक लाग्ने, कुनै नयाँ रोगको आगमन हुने तपाईको शरीरमा भन्ने संकेत पनि यसले दिएको छ। छाला सम्बन्धी रोगहरू, आँखा सम्बन्धी रोगहरू पनि हुने हुन् कि भन्ने संकेत देखिन्छ। त्यसैले ध्यान दिनु होला। तपाईलाई स्वास्थ्य सम्बन्धी सङ्कट हुन सक्छ। अलिकति सोच विचार गरेर खानपानमा ध्यान दिएर अगाडि बढ्नुपर्ने देखिन्छ। त्यसैगरी कुम्भ राशि हुने व्यक्तिको लागि श्री प्राप्ति भन्ने फल रहेको छ। श्री प्राप्ति भन्ने बित्तिकै धनवर्षायोग, तपाईको राशिमा रहेको फल अत्यन्त शुभ हो। ग्रहणमा सबैभन्दा अति उत्तम फल रहेको छ श्री प्राप्ति। तपाईले आकस्मिक धनलाभ गर्ने संकेत देखिन्छ। तपाईले नसोचेको ठाउँबाट आर्थिक लाभ गर्नुहुनेछ। तपाईको लागि अत्यन्त शुभ फल रहेको छ। त्यसैगरी मीन राशि हुने व्यक्तिको लागि क्षति भन्ने फल रहेको छ। क्षति भन्ने बित्तिकै तपाईले आफूसँग भएको धन सम्पत्ति हानि नोक्सानी हुने, तपाईले कसैलाई दिएको पैसाहरू डुब्ने, गरेको लगानीहरू नउठ्ने हो कि भन्ने संकेत देखिएको छ। अलिकति सावधानी भएर आफूभन्दा ठुला व्यक्ति, जान्ने बुझ्ने व्यक्तिहरूसँग सरसल्लाह लिएर कुनै पनि ठाउँमा लगानी गर्ने अथवा कुनै पनि व्यवहारहरू अगाडि बढाउने शुभ हुनेछ। साथीहरू, यो त थियो 12 राशिलाई 12वटा फल। कुन कुन राशिलाई यस चन्द्रग्रहणले के फल दिन्छ भन्ने कुराको जानकारी। त्यसैगरी अब लागौँ चन्द्रग्रहण कति बजेबाट लाग्छ भन्ने कुरातर्फ। चन्द्रग्रहण कार्तिक 11 गते शनिबारको रातिको 1:19 बजेबाट सुरु हुन्छ। चन्द्रग्रहण रात्रिको 1:19 लाग्ने भइसकेपछि चन्द्रग्रहणको सूतक 11 गते शनिबार अपराह्न अर्थात् दिउँसोको 4:19 चन्द्रग्रहणको सूतक लाग्नेछ। त्यस्तो अवस्थामा सूतक लगाइसकेपछि बालक, वृद्ध र अत्यन्त हतारमा रहेका व्यक्तिहरू, अशक्त र यी डाक्टर, नर्स र वैद्यहरू बाहेकका व्यक्तिहरूले भोजन नगर्नु भनिएको छ। सूतक कालमा तपाईले पाकेको भोजन, पकाएर खाने भोजनहरू ग्रहण नगर्नुहोला। फलफुल ग्रहण गर्न सक्नुहुन्छ। ग्रहणको समय रहेको छ, स्पर्श समय रहेको छ रातिको 1:19 समय। त्यसैगरी यस ग्रहणको मध्य अवधि रहेको छ 1:59 रातिको समय। त्यसैगरी मोक्ष समय रहेको छ 2:38 रात्रिको समय। सर्वपर्व अर्थात् यस ग्रहणको पूर्ण अवधि रहेको छ 79 मिनट। 1 घण्टा 19 मिनटसम्म यस ग्रहण लाग्नेछ। यस ग्रहण लागिरहँदा यस ग्रहणले अत्यन्त प्रभाव छोडिरहेको हुन्छ। त्यसपछि तपाईले यस ग्रहण सकिएपछि तपाईले आफ्नो शुद्धको लागि हातगोडा धुने सक्नुहुन्छ भने नुहाउने, लुगा फेर्ने गरेर एउटा दियो आफ्नो पूजा कोठामा बालिदिनु होला। भगवानको आराधना गरेर, भगवानलाई सम्झिएर, आफ्नो कुलदेवतालाई सम्झिएर त्यसपछि आफ्नो अन्य काम कार्यहरूमा अगाडि बढ्न सक्नुहुन्छ। भोजन ग्रहण पनि गर्न सक्नुहुन्छ। र यस चन्द्रग्रहणको प्रभाव, यस चन्द्रग्रहणको असर यसपछिको 15 दिनसम्म रहन्छ। त्यसैले त्यसपछिका दिनहरूमा तपाईले ख्याल गरेर आफूले गर्ने काम कार्यहरूलाई यस चन्द्रग्रहणको फलले केही न केही असर गर्छ नै गर्छ। त्यसैले ध्यान दिएर त्यसमा सजग भएर चनाखो भएर आफ्नो काम कार्यहरूमा अगाडि बढ्नु होला भने शुभ बताइएका राशिहरूको लागि भने शुभ फल प्राप्त हुन्छ। सोही दिशामा तपाईँ अगाडि बढ्नु होला। सम्पूर्ण दर्शक एवं श्रोता मित्रहरूलाई यस भिडियो यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। तपाईले हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरिदिनु होला। यस भिडियोलाई धेरैभन्दा धेरै व्यक्तिहरू सामु पुर्याउनको लागि शेयर गरिदिनु होला।
एकजनालाई कम्तीमा पनि सेयर गरिदिनु होला, यही अनुरोध गर्दै अब आजको यस कार्यक्रम